अटिजम भनेको के हो? अटिजम स्पेक्ट्रम डिसअर्डर भनेको बालबालिकाको मस्तिष्कको विकाससँग सम्बन्धित अवस्था हो, जसले व्यक्तिको बोल्ने, बुझ्ने, सामाजिक व्यवहार र दैनिक क्रियाकलापमा प्रभाव पार्दछ। यो कुनै रोग होइन, न त सर्छ। अटिजम जन्मजात वा सानो उमेरमै देखिन थाल्ने विकासात्मक अवस्था हो, जसको प्रभाव प्रत्येक व्यक्तिमा फरक रूपमा देखिन्छ। जनमानसमा अटिजम भएका व्यक्तिलाई कसरी चिन्ने? अटिजम भएका बालबालिका वा व्यक्तिमा सामाजिक अन्तर्क्रियामा कठिनाइ देखिन्छ। उनीहरू आँखामा आँखा जुदाएर कुरा नगर्न सक्छन्, अरूसँग खेल्न वा घुलमिल हुन रुचि नदेखाउन सक्छन्। धेरैजसोले एक्लै बस्न मन पराउँछन् र नाम बोलाउँदा प्रतिक्रिया नदिन सक्छन्। बोलाइ ढिलो सुरु हुनु, कम बोल्नु वा बोलेका शब्दहरू दोहोर्याइरहनु पनि सामान्य लक्षण हो। व्यवहार र बानीका लक्षणहरू। अटिजम भएका व्यक्तिमा दोहोरिने व्यवहार देखिन सक्छ, जस्तै एउटै काम बारम्बार गर्नु, हात फटफटाउनु, शरीर हल्लाउनु वा घुमिरहनु। परिवर्तन मन नपर्ने, एउटै तालिका र नियममा अडिन खोज्ने बानी पनि देखिन्छ। सामान्य आवाज, उज्यालो प्रकाश, गन्ध वा स्पर्शप्रति अत्याधिक संवेदनशील हुनु वा बिल्कुलै प्रतिक्रिया नदिनु पनि अटिजमका लक्षण हुन सक्छन्। कसरी थाहा पाउने? अटिजम प्राय 1 देखि 3 वर्षको उमेरभित्र देखिन थाल्छ। बच्चाले समयमा बोल्न नसक्नु, अरूसँग संवाद गर्न कठिनाइ हुनु, खेल्दा कल्पनाशील खेल नखेल्नु, इशारा नगर्नु जस्ता सङ्केत देखिएमा अभिभावक सचेत हुनुपर्छ। यस्ता लक्षण देखिएमा बालरोग विशेषज्ञ, मानसिक स्वास्थ्य विशेषज्ञ वा विकासात्मक चिकित्सकसँग परामर्श लिनु अत्यन्त आवश्यक हुन्छ। निष्कर्ष: अटिजम कुनै कमजोरी होइन, फरक क्षमता हो। समयमै पहिचान गरी सही सहयोग, थेरापी, माया र बुझाइ दिएमा अटिजम भएका बालबालिकाले पनि राम्रो जीवनयापन गर्न सक्छन्। समाजले उनीहरूलाई स्वीकार गरी समावेशी वातावरण बनाउनुपर्छ।